के तपाईँ पनि टिकटक र फेसबुकमा प्रोमो कोड हेर्दै अनलाइन बेटिङ एपमा पैसा हालिरहनु भएको छ? सावधान, यो केवल एउटा गेम मात्र होइन, तपाईलाई बर्बाद पार्ने एउटा स्क्याम हो। भर्खरै कास्की प्रहरीले पोखरामा छापा मारेर एउटा यस्तै ठुलो गृहलाई समातेको छ, जसले कोठाभित्र दर्जनौं फोन, ल्यापटप र कम्प्युटरहरू राखेर अवैध धन्दा चलाइरहेका थिए। यस्ता एपमा सुरुमा तपाईलाई स्वाद चखाउन सानो रकम जित्न दिइन्छ, तर जब ठुलो रकम हाल्नुहुन्छ हार निश्चित छ। जिते पनि एकाउन्ट ब्लक गरेर पैसा पचाइदिन्छन्। नेपालमा जुवा र सट्टेबाजी खेल्ने र खेलाउने दुवैलाई जेल सजाएर भारी जरिमानाको व्यवस्था छ। नेपालको कानुनले त त्यस्तो पाइदैन हैन, यसलाई बेटिङै भन्छ नि त। अनलाइन भए पनि जुवा हो नेपालको कानुनले। अब जुवा भएकोले गर्दाखेरि हाम्रो देशमा बसेर हाम्रो देशको कानुन आकर्षित हुने भयो। यहाँ त जुवा खेलाउन पाइँदैन नेपालको कानुन अनुसार भनेपछि अहिले त यो हाम्रो नेपालको कानुन विपरीतै भयो। अब कतिपय देशमा होला, त्यो देशमा लिगल्ली नै अब यो पाउने भयो त अर्को कुरा हो। अब इन्डियामा पाउने भएको त इन्डियामा बसेर गरिहाल्थे। इन्डियाको इलिगल भएकोले त्यहाँको प्रशासनको नजरबाट बच्नको लागि उनीहरूले नेपालको इन्टरनेट युज गरेपछि त्यहाँको प्रशासनले ट्र्याक गर्न सक्ने भयो। आज बिहान करिब 8 बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर 18 सेदी स्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा ब्याटिङ खेलाउने गरेको गोप्य सूचनाको आधारमा तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटेको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई चेक जाँच तथा खानतलासी गर्दा निम्न 8 जना मानिसहरूलाई अनलाइन गेम तथा सट्टाबाजी खेलाइरहेको अवस्थामा निम्न सामानहरूसहित पक्राउ गरी थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि हामीले जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेको छौँ र थप अनुसन्धान भइरहेको छ। त्यो पक्राउ भएका अभियुक्तहरूको विवरण निम्न अनुसार छ। जिल्ला दार्चुला घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका 18 सेदी बस्ने वर्ष 31 को दिनेश सिंह बोहरा, देश भारत भूपा मानपुर स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर 18 सेदी बस्ने वर्ष 34 को सत्यम सिंह मुख्य खेलाउने व्यक्ति। यहाँको खेलाउने मान्छेहरूको कमान्डरको रूपमा पनि यी सत्यम सिंह भन्ने व्यक्ति रहेको देखिन्छ र वर्ष 24 को हर्ष उसरेटे, वर्ष 23 को विशाल चाउ, वर्ष 22 को जमान सिंह तमार, वर्ष 27 को विक्रान्त सिंह, वर्ष 26 को अजितेश कुमार मिश्र र वर्ष 24 को सत्यम राजपूत, यिनीहरूलाई हामीले पक्राउ गरेर अहिले नियन्त्रणमा लिएको छौँ र थप अनुसन्धान गरिरहेका छौँ। अब यो बरामद सामानहरूको विवरण निम्न प्रकारको छ। यहाँ हामीले डिस्प्ले पनि गरेको छौँ, त्यहाँबाट पनि तपाईँहरूले फोटो लिन सक्नुहुन्छ। विभिन्न कम्पनीको यो मोनिटर, यो ल्यापटपमा एक्सटेन्डेड मोनिटर भन्छ, त्यो एक्सटेन्डेड मोनिटरहरू जम्मा 6 थान, विभिन्न कम्पनीका मोबाइल 31 थान र किबोर्ड 8 थान, मल्टिप्लग 4 थान, 12 भोल्टको ब्याट्री 1 थान, युएसबी 1 थान, राउटर 2 थान, विभिन्न कम्पनीका चार्जर 16 थान, भारतीय सिम कार्ड 34 थान बरामद गरेका छौँ। त्यो घरमा बसेर सफ्टवेयर कम्पनी खोल्छु भनेर घर भाडामा लिएको रहेछ र त्यहाँ बसेर यिनीहरूले अनलाइन बेटिङ गर्ने गरेको देखिन्छ। जीवन श्रेष्ठको 7 वटा कोठा भएको घर भाडामा लिई खाने, बस्ने, गेम खेलाउने लगायतको कार्य गरेको देखिन्छ अहिलेसम्म। उहाँहरूले गेम खेलाउँदाखेरि के चाहिँ गर्ने रहेछन् भन्दाखेरि यो गुरुभाइ नै खेलाउनु हुँदो रहेछ र गुरुभाइ 247.com अथवा विभिन्न नाममा छ यसको, यो खेलाउने विभिन्न नामहरू छन्। STTP गुरुभाइ 247, M गुरुभाइ 247, गुरुभाइ 247 नेट एप लगायतको एपहरू यिनीहरूले युज गरिरहेको देखिन्छ। र यिनीहरूले के गर्छन् भन्दाखेरि विभिन्न वाट्सएप ग्रुपहरूबाट र टेलिग्रामबाट वाट्सएप नम्बरहरू लिने, मोबाइल नम्बरहरू लिने, ती मोबाइल नम्बरहरूमा लिङ्क पठाउने। यो एप चाहिँ हाम्रो प्ले स्टोरमा छैन, यो ब्यान्ड भएको कारणले गर्दाखेरि यो प्ले स्टोरमा छैन। अनि यो चाहिँ के गरेका छन् भन्दाखेरि यिनीहरूले गुगल क्रोममा लिङ्क पठाइसकेपछि गुगल क्रोममा खुल्छ, गुगल क्रोममा खुलिसकेपछि यो यस्तो देखिन्छ। अनि यसमा जस्तै हामी अन्य वेबसाइटहरूमा लगइन गर्नका लागि रजिस्टर गर्छौँ र हाम्रो डिटेल्सहरू भरेको हुन्छौँ, त्यसरी नै डिटेल्सहरू यसमा भर्छन्। 7 जना भारतीय र 1 जना नेपाली, विशेष गरी उनी नेपाली चाहिँ हामीले पहिले सूचना थियो। 1 जना नेपाली सट्टेबाजी खेलाउने एउटा ग्रुप लिएर पोखरा प्रवेश गरेको छ अरे भन्ने सूचना थियो र हामीले 1 महिनादेखि यसमा लागिरहेको थियौँ। यो आज समात्य पनि यो नेपालीको फलोअप चाहिँ हामीले 1 महिनादेखि गरिरहेका थियौँ र ट्र्याकिङ गरिरहेका थियौँ र हामीले खासै नेपाली चाहिँ सुदूरपश्चिमतिर पनि एकदमै धेरै यो सट्टेबाजीहरू खेलाउनेमा
पर्छन् भन्ने सूचना पनि हाम्रो अहिलेको रूपमा थियो। तिनै नेपालीले यिनी नेपालीले भारतीय समूह लिएर प्रवेश गरेकोसम्म थाहा हो, तर कहाँ बसेको के बसेको भन्ने कुरामा झन्डै झन्डै 1 महिना भयो हामीले यसमा लागेको अनुसन्धान गरेको। यो सबै डिजिटल हुन्छ र अनलाइनबाट हुने हुँदाखेरि कति ट्रान्जेक्सन भयो भन्ने चाहिँ बृहत अनुसन्धान हुन्छ होइन, अनलाइनबाट हुने भएकोले। तर उनीहरूले आन्तरिक आफ्नो लेखाजोखा र हिसाब राख्नको लागि गर्ने हाम्रो सूचना अधिकारीज्यूले प्रेजेन्ट गर्नु पनि गुगल सिटमा उताबाट बसले पैसा हाल्नेको विभिन्न खातामा छरिएका खातामा, र त्यो खाताबाट अब सट्टेबाजीमा कसैले जित्यो भने पैसा त दिनु पनि पर्यो नि। त्यसको लागि एकचोटि त्यही 10 करोड आइसी, 9 करोड आइसी, 1 करोड आइसी उनीहरूले आफूले राखेको हिसाबमा चाहिँ हामीले अहिले प्राइभेट रूपमा हेर्दाखेरि त्यति देखिन्छ होइन। अब त्यसो गर्दाखेरि अब एक्चुअली भन्नु पर्दाखेरि यिनीहरूमाथि पनि कोही छ कि इन्डियामा होइन, यिनीहरू नेपालमा बसेर एउटा टिमले यहाँको यस्ता धेरैवटा टिमहरू हुनसक्छ। फेरि त्यो एउटा सङ्गठित प्रकारको अपराध पनि हो, अन्तर्देशीय अपराध पनि हो, विभिन्न देशमा बसेर जुनसुकै देशमा सञ्चालन गरिने भयो भन्दाखेरि एउटा एकदम सङ्गठित अपराधको एउटा ठुलो जालो पनि हुन्छ। र त्यो चाहिँ निकै गहिरिएर अब सबै डिभाइसहरूलाई हामीले डिजिटल फोरेन्सिक ल्याब काठमाडौँ पठाउनुपर्छ। र हामीले डिजिटल फोरेन्सिक ल्याबले हामीले प्रारम्भिक रूपमा देखेको अनुसन्धानभन्दा लुकेका छिपेका अन्य ट्रान्जेक्सनको लेभल कहाँ कहाँ कनेक्सन भएको छ उनीहरूले भनेदेखि बाहेक अरू पनि कारोबार छ कि नेपालको कानुनले त विस्तृतै पाइँदैन होइन, यसलाई बेटिङै भन्छ नि त। अनलाइन भए पनि जुवा हो नेपालको कानुनले। अब जुवा भएकोले गर्दाखेरि हाम्रो देशमा बसेर हाम्रो देशको कानुन आकर्षित हुने भयो। यहाँ त जुवा खेलाउन पाइँदैन नेपालको कानुन अनुसार भनेपछि अहिले त यो हाम्रो नेपालको कानुन विपरीतै भयो। अब कतिपय देशमा होला, त्यो देशमा लिगल्ली नै अब यो पाउने भयो त्यो अर्को कुरा हो। अब इन्डियामा पाउने भएको उनीहरूले इन्डियामा बसेर गरिहाल्थे। इन्डियाको इलिगल भएकोले त्यहाँको प्रशासनको नजरबाट बस्नको लागि उनीहरूले नेपालको इन्टरनेट युज गरेपछि त्यहाँको प्रशासनले ट्र्याक गर्न नसक्ने भयो। अहिले मैले भने अनुसार थप तथ्यहरू उजागर भयो भने सङ्गठित अपराधतिर पनि जाला, सङ्गठित भएर कुनै अपराध गरेको छ भने, अथवा यो टेस्ट गर्दाखेरि फेरि त्योभन्दा अहिले हामीले सट्टेबाजी भनिरहेका छौँ, सट्टेबाजीदेखि फरक नयाँ तथ्य पनि आउन सक्छ। नयाँ तथ्य आयो भने त्यो अनुसार जुन कानुन आकर्षित हुन्छ त्यो अनुसार जान्छ।